तर म चाहिँ रिकमेन्ड गर्दिनँ कि तपाईँ 2-4 पैसा खर्च गरेर चाहिँ कुनै एउटा इन्स्टिट्युटमा गएर चाहिँ इन्ट्रान्स प्रिपरेसनको लागि मात्रै पैसा तिर्नु भनेर चाहिँ म भन्दिनँ। बीसीए इन्ट्रान्स एक्जामको सिलेबस चाहिँ च्याटजिपिटीलाई सोधेको थिएँ अनि च्याटजिपिटीले चाहिँ के भन्यो चाहिँ तपाईँको अगाडि चाहिँ म त्यो भिडियो लिएर आएको छु। सो बीसीए इन्ट्रान्स एक्जाम सिलेबस मैले चाहिँ स्पेसली म्याथमेटिक्सको सिलेबस चाहिँ मागेको थिएँ होइन। सो बीसीए इन्ट्रान्स एक्जामको लागि चाहिँ टोटल 100 मार्क्सको क्वेसन सोधिन्छ, 100 वटा क्वेसन हुन्छ जसमा चाहिँ 40 वटा तपाईँको इङ्ग्लिसको क्वेसन हुन्छ, 50 वटा म्याथमेटिक्सको र 10 वटा जीके जेनरल नलेज र कम्प्युटर साइन्स भन्ने रिलेटेड क्वेसन्सहरू हुन्छ। र यहाँ चाहिँ स्पेसली चाहिँ मैले म्याथमेटिक्सको सिलेबस सोधेको थिएँ च्याटजिपिटीलाई। सो उसले चाहिँ के भनेको छ भन्ने कुरा चाहिँ मैले यहाँ तपाईँको अगाडि लिएर आएको छु होइन। सो अब यसमा चाहिँ तपाईँले डाइरेक्टली यहाँबाट चाहिँ सेयरको अप्सन पनि छ होइन। सो म यसलाई चाहिँ पिडिएफ डाउनलोड गरेर म तपाईँलाई सेयर पनि गरिदिन्छु। सो अब यसले के भन्यो भन्दाखेरि चाहिँ यसले चाहिँ कहाँबाट कन्टेन्ट उठायो भन्दाखेरि मेरो आफ्नै वेबसाइटबाट कन्टेन्ट उठाएको छ। जति पनि इन्ट्रान्स रिलेटेड कुराहरू चाहिँ को बारेमा बुझ्न चाहनुहुन्छ भने सजिलोकोड.com मा गएर हेर्न सक्नुहुन्छ। यो मेरो आफ्नो पर्सनल वेबसाइट हो, यहाँबाट पनि हेर्न सकियो। सो अब यहाँ चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ सबैभन्दा सुरुमा सेट एन्ड रिलेसन भनेको छ है। सेटबाट क्वेसनहरू चाहिँ बीसीएको इन्ट्रान्समा आउँछ, सेट्स एन्ड रिलेसन्स भनेको छ होइन। अनि त्यसै गरी पर्सेन्टेज भनेको छ होइन। इन्टिजर्सहरूबाट आयो, नेगेटिभ र पोजिटिभ इन्टिजर्सहरूबाट एचसिएफ एलसिएमहरू निकाल्ने आउँछ, टाइम एन्ड वर्कको क्वेसन्सहरू आउँछ, अल्जेब्राबाट सिम्पल अपरेसन्सहरू टाइपको बेसिक अल्जेब्रिक एक्सप्रेसनहरूको क्वेसन्सहरू आउँछ, प्रोबेबिलिटीबाट आउँछ होइन, रेसियो एन्ड प्रोफेसन, अनि त्यसपछि सिक्वेन्स एन्ड सिरिजको क्वेसन्सहरू आउँछ। स्पेसली यसमा चाहिँ अर्थमेटिक सिरिज, जोमेट्रिक सिरिजहरू होइन त्यस्तो क्वेसन्सहरू आउँछ। यसमा पनि तपाईँले बेसिक फर्मुलाहरू युज गरेर गर्ने खाले क्वेसनहरू आउँछ। त्यति कम्प्लिकेटेड कम्प्लेक्स टाइपको क्वेसन्सहरू चाहिँ बीसीएको इन्ट्रान्समा सोध्दैन प्रायः जसो। ल अफ इन्डिसेस को क्वेसन्सहरू आउँछ, त्यसपछि सिम्पल इन्ट्रेस्टको क्वेसन्सहरू आउँछ यसमा चाहिँ अब। अनि म्याट्रिक्सेसबाट क्वेसन्सहरू आउँछ। म्याट्रिक्स युनिट म्याट्रिक्स भनेको के हो, युनिट म्याट्रिक्सको क्वेसन्सहरू सोधेको हुन्छ, त्यसको एन्सर निकाल्नु पर्ने हुन्छ। त्यस्तो रिलेटेड क्वेसन्सहरू चाहिँ म्याट्रिसेसहरू, डिटर्मिनेन्टहरू निकाल्ने क्वेसन्सहरू आउन सक्छ। पोलिनोमियल इक्वेसन्सहरू आउँछ होइन, कुनै एउटा सर्टेन इक्वेसन दिएको हुन्छ त्यसको फ्याक्टराइजेसनहरू गर्नुपर्ने हुनसक्छ, त्यस्तो क्वेसन्सहरू आउन सक्छ होइन। एभरेजेस भन्ने कुरा भइहाल्यो, मिनहरू आउन सक्छ, मिन मिडियन मोडहरू आउन सक्छ होइन। एउटा सेट अफ क्वेसन्सहरू दिएको हुन्छ, त्यसको मिन निकाल्नु पर्ने हुन्छ, मिडियन निकाल्नु पर्ने हुन्छ, त्यसरी क्वेसन्सहरू आउँछ। प्रफिट एन्ड लसबाट क्वेसन्सहरू आउँछ होइन। ट्रिकोनोमेट्रिकबाट पनि बेसिक क्वेसन चाहिँ बेसिक क्वेसन भनेको कस्तो भन्दाखेरि चाहिँ तपाईँले बेसिक फर्मुलाहरू मात्रै लाएर सल्भ गर्ने टाइपको क्वेसन्सहरू आउँछ होइन। एकदम कम्प्लिकेटेड क्वेसन्सहरू आउँदैन। ट्रिकोनोमेट्रिकबाट चाहिँ तपाईँले के हेर्नु पर्यो भन्दाखेरि चाहिँ बेसिक क्वेसन्सहरू मात्रै हेर्नु पर्यो होइन। बेसिक ठ्याक्क जुन फर्मुला दिएको हुन्छ त्यो फर्मुला लाउने बित्तिकै एन्सर निस्किने टाइपको क्वेसन्सहरू चाहिँ प्रायः जसो हेर्नु त्यो क्वेसन मात्रै आउँछ यसमा। अनि लोगारिदमबाट आइहाल्यो होइन। अनि स्ट्याटिस्टिक्सको पनि बेसिक क्वेसन्सहरू आउँछ होइन। अनि कोर्डिनेट जोमेट्रीहरू होइन, स्लोप्सहरू निकाल्ने क्वेसन्सहरू प्रायः जसो आइरहेको हुन्छ। हरेक इयरली चाहिँ स्लोपहरू निकाल्ने क्वेसन्सहरू आउन सक्छ, स्ट्रेट लाइनको क्वेसन्सहरू आउन सक्छ, डिस्टेन्स निकाल्ने क्वेसन्सहरू आउन सक्छ होइन। दुईवटा पोइन्ट दिएको हुन्छ, त्यो पोइन्टको चाहिँ डिस्टेन्स निकाल्नु पर्ने हुन्छ, त्यस्तो क्वेसनहरू आउँछ होइन। यसमा चाहिँ सिम्पलै हो। म चाहिँ के भन्छु भन्दाखेरि बीसीए इन्ट्रान्सको लागि चाहिँ तपाईँले कुनै कोर्सहरू लिनु पर्दैन होइन, केही तपाईँले टेन्सन लिनु पर्दैन। सिम्पल तपाईँले मैले बनाएको भिडियोहरू फलो गर्नुभयो भने चाहिँ मोर देन इनफ हुन्छ है। मोर देन इनफ भन्छु म अहिले पनि होइन। त्यो मोर देन इनफ हुन्छ तपाईँले इन्ट्रान्स प्रिपरेसन गर्नको लागि एकदमै राम्रो हुन्छ। र एक्स्ट्रा अबिट तपाईँले 20-25 वटा क्वेसनहरू सल्भ गर्दै जानुभयो होइन, मेरो भिडियो फलो गर्नुभयो या अरू रिसोर्सेसहरू फलो गर्नुभयो भने पनि तपाईँलाई चाहिँ बीसीए इन्ट्रान्सको लागि इनफ हुन्छ है। सो तपाईँले कुनै गएर इन्स्टिट्युटमै गएर जोइन गरेर नै कोर्स लिएरै पढ्नुपर्छ भन्ने चाहिँ अनिवार्य चाहिँ हुँदैन। यदि तपाईँ एकदमै तपाईँलाई चाहिँ लाग्छ म एकदम टप गर्छु, एकदम खत्रै गर्छु भन्ने सोच छ भने चाहिँ त्यो गर्दा पनि बेटर होला, तपाईँको लागि राम्रो होला होइन। तर म चाहिँ रिकमेन्ड गर्दिनँ कि तपाईँ 2-4 पैसा खर्च गरेर चाहिँ कुनै एउटा इन्स्टिट्युटमा गएर चाहिँ इन्ट्रान्स प्रिपरेसनको लागि मात्रै पैसा तिर्नु भनेर चाहिँ म भन्दिनँ। किन भन्दाखेरि युट्युबमा तपाईँले फ्री रिसोर्सेस पाउन सक्नुहुन्छ होइन, इन्टरनेटमा फ्री रिसोर्सेस छ, इभन च्याटजिपिटीमा पनि तपाईँले सर्टेनहरू ल एउटा इन्ट्रान्सको लागि प्रिपरेसनको लागि मलाई चाहिँ क्वेसन सेट अफ क्वेसन दे भनेर भन्नुभयो भने पनि यसले पनि दिइहाल्छ। सो मोर देन इनफ हुन्छ। र कुनै क्वेसनहरू तपाईँलाई आएन अड्किनु भयो भने पनि च्याटजिपिटी थ्रुबाट हुन्छ या डिफ्रेन्ट अरू एआई टुल्सको थ्रुबाट पनि तपाईँले सल्भ गरेर गर्न सकिहाल्नुहुन्छ होइन। कुनै त्यस्तो कम्प्लिकेटेड क्वेसन पनि आउने होइन। सो इन्स्टिट्युटमै गएर जोइन गरेर चाहिँ पढ्नुपर्छ भन्ने चाहिँ म रिकमेन्ड चाहिँ गर्दिनँ। भिडियोमा अगाडि जाउँ। सो एरिया एन्ड भोल्युमबाट क्वेसन्सहरू आउन सक्छ, पर्मुटेसन एन्ड कम्बिनेसनको क्वेसन्सहरू आउन सक्छ, कोडिङ एन्ड डिकोडिङ भन्ने हुन्छ, सिम्पल लोजिकल हुन्छ होइन, त्यो पनि हेर्नु पर्यो। लेटर्स एन्ड सिम्बोलिक सिरिज भन्ने छ, यसमा पनि प्याटर्न रिकगनाइजेसन हुन्छ क्या। एउटा प्याटर्न दिएको हुन्छ अनि त्यसलाई चाहिँ कुनै भ्यालु कुनै नम्बरमा चाहिँ हालेर चाहिँ प्याटर्न रिकगनाइजेसनहरू गर्ने टाइपको क्वेसन्सहरू सोध्छ। सो अब नम्बर सिरिजहरू भनिहालेँ मैले होइन, ऱ्याङ्किङ टेस्टहरूको क्वेसन्सहरू सोध्न सक्छ। अनि मिसिङ नम्बरहरूको पनि क्वेसन्सहरू चाहिँ प्रायः सोधिरहेको हुन्छ। सो अब च्याटजिपिटीले चाहिँ मलाई यति सजेस्ट गर्यो होइन, यो सेट अफ क्वेसन्सहरू या यो सेट अफ सिलेबसहरू चाहिँ म्याथमेटिक्सको लागि चाहिँ बीसीए इन्ट्रान्सको लागि चाहिँ दियो। अब यो चाहिँ
कहाँबाट उठायो भने चाहिँ मेजरली अब 2-4 वटा वेबसाइटबाट उठाएको छ हैन। यसमा डिटेल पनि दिएको छ। यो पीडीएफ पनि म तपाईलाई शेयर गर्दिन्छु। डाउनलोड गर्न सकिन्छ यो पीडीएफलाई म शेयर गर्दिन्छु। यो पीडीएफ फलो गर्न सक्नुहुन्छ। यसमा एकदमै राम्रो वेमा चाहिँ दियो च्याट जीपीटीले। सो यसरी तपाईले फलो गर्नु होला। धन्यवाद।